यता चाहिँ टोटो पनि कुद्दो रहेछ नि त आउँदा चाहिँ अब हामी चाहिँ कन्याम जानुपर्ने रहेछ नि त त्यस्तो रहेछ नि त कुन चाहिँ अरे भाइ कुन चाहिँ पिक्चर अरे ए पाराको रहेछ तिन घरे चाहिँ यतै होला अहिले चाहिँ हामी फिक्कल आइपुग्यौँ अगाडि फिक्कल खै ए अहिले चाहिँ हामी फिक्कल आइपुगेछ नि त यहीँ आई लभ फिक्कल चाहिँ होइन रहेछ फिक्कल मात्रै लेखेको रहेछ फिक्कल भित्र छु माथि गुराँस फुलिरहेको रहेछ सानो है सानो हाइटले हेर्नु न कस्तो मजाले फुलिरहेको रहेछ यो चाहिँ स्कुल रहेछ करफोक रहेछ विद्यालय तल चाहिँ ठुलो खोला रहेछ नि त खोला माई खोला लु माथिबाट देख्दै गरेको खोला पनि हामी आइसक्यौँ भन्दा अब निकै यहाँ चाहिँ अलिकति तातो पनि रहेछ तर हावा त त्यति साह्रो उयो छैन तर यहाँ चाहिँ अलिकति माई खोला पुल यहाँ अगाडि चाहिँ गाडी बिग्रिरहेको रहेछ पहिला हात भएकोमा जाउँ न भाइ लु यो चाहिँ इलाम बजार रहेछ अहिले आउँछु हामी घुम्नु यहाँ चाहिँ हो अहिले चाहिँ हामी कहाँ जाँदैछु भन्दा चाहिँ अहिले चाहिँ हात यस्तो भएको छ अरे नि त यहाँ माथि हो अन्त अब हात यस्तो भएकोमा चाहिँ जाँदैछु हेरिका लु है अहिले चाहिँ हामी इलाम टी स्टेटमा आइपुगेको छु नि त हो यहाँ चाहिँ त्यस्तो रहेछ ए अँ रहेछ त्यो भनेको रहेछ नि त भाइले त ऊ तल चाहिँ उयो रहेछ नि झोलङ्गे पुल अर्को ठाउँ जाने तल चाहिँ झोलङ्गे पुल पनि रहेछ नि त ए हो झोलङ्गे पुल रहेछ नि त यहाँ चाहिँ यहाँबाट चाहिँ अर्को जग्गा जाँदो रहेछ नि त हो झोलङ्गे पुल रहेछ नि यहाँ चाहिँ लु छिटो छिटो गरौँ है कन्याम जानु डल्लै छ यहाँ चाहिँ यस्तो रहेछ नि त ए यहाँ हातमा जानु पनि पाउने रहेछ नि त इस यहीँ अट्टै सिँढी पनि रहेछ ल यहाँबाट पनि अब फोटो पनि खिचिसक्यौँ हो अन्त अब चाहिँ लाग्देको यहाँ चाहिँ कस्तो रहेछ अगाडि चाहिँ भन्ने चाहिँ म तपाईँलाई देखाउँदैछु हो अगाडि चाहिँ कस्तो रहेछ भन्दा चाहिँ यस्तो रहेछ नि त यहाँ चाहिँ ल अहिले चाहिँ हामी इलाम बजारमा छौँ अब चाहिँ जानुपर्ने चाहिँ कता हो के हो केही थाहा भएन नि त फेरि
चाहिँ घर जाने हो नि त। अब गाडी चाहिँ यहाँ राखेको छौँ हो हामीले चाहिँ हो अन्त अब चाहिँ लाग्ने हो। लु अहिले चाहिँ अब हामी कहाँ जाँदैछौँ भन्दा चाहिँ अहिले चाहिँ हामी कन्याम जानेपट्टि छु नि त हो। लु है कन्याम पनि हामी आइपुग्यौँ। कन्याम लु 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 कन्याम चाहिँ यस्तो रहेछ नि त। यहाँ चाहिँ घोडा चढ्दा पनि हुने रहेछ नि त्यसरी हो है। ल अहिले चाहिँ हामी त्यो स्काई वकमा जाँदैछौँ। कस्तो चाहिँ रहेछ हो। अन्त छेरिका त्यताबाट त होइन रहेछ नि बाटो चाहिँ हो। अन्त बाटो चाहिँ यताबाट रहेछ नि त अगाडिबाट। खास जानुपर्ने चाहिँ यहाँबाट रहेछ नि त हो। हामी चाहिँ गलत बाटो गएर चाहिँ यहाँ चाहिँ वेलकम टु कन्याम लाउड अरे नि त। अन्त यहाँ चाहिँ यस्तो रहेछ नि त हो। अन्त यहाँ चाहिँ टिकट काट्नुपर्ने रहेछ। जानु चाहिँ यहाँ खोजेको कि अन्त एकजनाको चाहिँ 200 रुपियाँ अरे कि। तर अब यहाँ अब मिलाइदिन्छ भनेर भन्दैछ कि। जानुपर्ने चाहिँ यहाँ हो नि त। लु हामी चाहिँ पसे है अब टिकट काटेर हो। मेरो चाहिँ घोडाचढी व्यवसायको म हो। हजुर हाम्रो कर्सियङबाट आउनु भएको छ दाजुभाइहरू दिदीबहिनीहरू धेरैजना। तपाईँहरू पनि टाढा टाढादेखि आउनु सक्नुहुनेछ। यतापट्टिको पऱ्यो हर्कटे डाँडा हर्कटे बजार उता पाथी भाडा कुटी डाँडा भन्छ। यता कन्यामको हरियाली हाम्रो यहाँनिर होटलहरू पनि छ र हामी स्काई वकमा चढ्नको लागि जाँदैछौँ। यही हो स्काई वकको उकाली ओराली हेर्न सक्नुहुनेछ। यतिको चाहिँ हुनु पर्यो नि त अब।